हेलो गाइज अब वेलकम टु अनदर एपिसोड अफ एसआरजिज मेडिसिन। अब अघि हामीले भने जस्तो यो प्रिभियस एपिसोडमा भने जस्तो चाहिँ अब एन्ड अर नट टर्म कसरी युज गर्ने होइन, अब त्यसमा पनि के छ भन्ने कुराहरू छ होइन। अब यो चाहिँ बेसिकली अब हामीले जस्तो पहिला स्कुलहरूमा यताउतिमा गर्दाखेरि सेट अनि भेन डायग्राम्सहरू भन्थ्यो, त्यस्तै तरिकाको कुरा हो क्या। सो अब मैले फर इक्जाम्पल एउटा कुनै स्पेसिफिक टर्म लिएँ, यो एउटा ए भन्ने टर्म भयो होइन। अनि अब मसँग अर्को टर्म छ, अब यता चाहिँ अर्को कलरले दिएँ होइन। फर इक्जाम्पल अर्को टर्म छ यो बी भन्ने टर्म छ है, एउटा ए छ एउटा बी छ होइन। अब त्यो हिसाबले ए र बी भनेर चाहिँ यो दुईवटा स्पेसिफिक टर्म भयो है, छुट्टा छुट्टै टर्म भयो। फर इक्जाम्पल अब हामीलाई कस्तो खोज्नु पऱ्यो भन्दाखेरि यो रिजन खोज्नु पऱ्यो भन्नाले त्यो स्पेसिफिक टर्म जुन चाहिँ त्यो आर्टिकल जुन चाहिँ ए र बी दुइटैमा कमन छ होइन। त्यो भयो भने अब यसलाई चाहिँ हामीले के भन्छ त भन्दाखेरि एन्ड टर्म लाउनु पऱ्यो होइन। एन्ड टर्म लगाइसकेपछि चाहिँ त्यो दुइटै आर्टिकल, त्यो दुइटै स्पेसिफिक टर्म भएकोवाला आर्टिकल खोज्छ होइन। अब फर इक्जाम्पल अब हामीले यसमा के भन्यो त भन्दाखेरि फर इक्जाम्पल प्रेग्नेन्सी एन्ड हाइपोथाइरोइडिजम भन्नाले यसले कस्तो यो गरेर हामीले सर्च गऱ्यो भने कस्तो आउँछ भन्दाखेरि प्रेग्नेन्सी भएको पनि आर्टिकल आउँछ र हाइपोथाइरोइडिजम भएको पनि आर्टिकल आउँछ। भन्नुको अर्थ त्यो एउटा स्पेसिफिक आर्टिकलमा दुइटै टर्म हुनु पऱ्यो होइन। दुइटै टर्म भएपछि त्यो मात्रै खोज्छ। सो यसले के गर्छ, हाम्रो सर्चलाई चाहिँ न्यारो गर्छ है, न्यारो गर्छ। सो सर्च हाम्रो सानो भयो। सिमिलरली अब हामीले यही कुरामा चाहिँ के गर्यौँ, एउटा ए खोज्यो है, ए भन्ने आर्टिकल छ अनि ए टर्म छ, अनि अर्को भनेको बी भन्ने टर्म छ है। सो बी भन्ने टर्म छ। सो यदि हामीलाई ओभरअल चाहियो होइन, ओभरअल भन्नाले ए र बी मध्ये जुनै भए पनि हुन्छ भन्ने हिसाबले चाहियो भने सो यो ओ भनेको जस्तै तरिकाले यो चाहिँ के भयो त अर फङ्सन भयो है। अब अर फङ्सनको लागि चाहिँ अब हामीले यदि सोच्यौँ भने अब यसमा हामीले के गर्छौँ, प्रेग्नेन्सी अर हाइपोथाइरोइडिजम है। अब यसमा चाहिँ अघि के थियो भन्दाखेरि यो एएनडी र अर, एन्ड र अर चाहिँ क्यापिटलमा आउनु पऱ्यो है हामीले पर्मनेन्टमा युज गर्दाखेरि। सो यो हिसाबले हामीले गर्छौँ होइन। अब त्यो गर्दाखेरि चाहिँ अब हामीलाई फाइदा चाहिँ के भयो त भन्दाखेरि यसले गर्दाखेरि त कि त प्रेग्नेन्सी मात्रै भएको आर्टिकल पनि भेटाउन सक्छ, हाइपोथाइरोइडिजम मात्रै भएको आर्टिकल पनि भेटाउन सक्छ, दुइटै भएको आर्टिकल पनि भेटाइदिन्छ। सो ओभरअल त्यो दुइटा टर्म कतै पनि, चाहे त्यो टाइटलमा होस् अथवा एब्स्ट्र्याक्टमा होस् अथवा भित्र कन्टेन्टमा होस्, जहाँ भए पनि हामीले भेटाउन सकिन्छ। सो द्याट इज अबाउट अर फङ्सन होइन। सो भन्नाले ओभरअल सबै हानिदिन्छ होइन। सो यसले चाहिँ हाम्रो के गरिदिन्छ, सर्च टर्मलाई ब्रोड गरिदिन्छ, ठुलो गरिदिन्छ। भन्नाले हामीले फर इक्जाम्पल अब यदि यही कुरामा चाहिँ हामीले एन्डमा चाहिँ 1000वटा रिजल्ट आएको थियो भने यसमा 10,000वटा रिजल्ट आउन सक्यो होइन। सो त्यो हिसाबले भयो, न्यारो गर्ने कि ब्रोड गर्ने, स्पेसिफिक कुरा खोज्ने कि ओभरअल जेनरलाइज तरिकाले खोज्ने भन्ने कुरा पऱ्यो होइन। अब यसमा अर्को एउटा कन्डिसन दिएँ मैले होइन। फर इक्जाम्पल कस्तो छ भन्दाखेरि अब हामीलाई के चाहियो, यो ए भयो होइन, अनि यो भयो बी होइन। तर मलाई के चाहियो त भन्दाखेरि मलाई चाहियो यो भाग, एउटा कन्डिसन। अर्को मलाई चाहियो यो भाग है। सो यो ब्ल्याकले गरेको यति मात्रै भेटाउनु पऱ्यो भने त यो के हुनु पऱ्यो, सर्च टर्ममा ए आउनु पऱ्यो, तर के आउनु भएन, बी चाहिँ आउनु भएन, बी अलिकति पनि आउनु भएन। सो यो एउटा कन्डिसन भयो। र अर्को भनेको चाहिँ जुन यो सेकेन्ड कन्डिसन हामीले दिएको छ यसमा चाहिँ के हुनु पऱ्यो, बीको आउनु पऱ्यो, बी भएको सबै आर्टिकल आउनु पऱ्यो, तर ए भएको हुनु भएन है। सो लेट्स सी हाउ दिस टर्न्स अप होइन। सो फर इक्जाम्पल अघि जसरी नै दिने हो भने यसको लागि चाहिँ हामीले के युज गर्छौँ, नट फङ्सन होइन। अब यसमा चाहिँ के भयो, प्रेग्नेन्सी नट हाइपोथाइरोइडिजम है। सो यो गर्दाखेरि चाहिँ के आउँछ, त्यो आर्टिकलमा चाहिँ सबै प्रेग्नेन्सीवाला आर्टिकल आउँछ, तर त्यो आर्टिकलमा कतै पनि हाइपोथाइरोइडिजम चाहिँ नभएकोवाला आउँछ। सो अल द प्रेग्नेन्ट हु आर नट ह्याभिङ हाइपोथाइरोइडिजम भन्ने किसिमको कन्डिसन चाहिँ केमा आउँछ, यो फर्स्टवालामा आउँछ है। सो यो ए माइनस बी भन्नाले प्रेग्नेन्सी नट हाइपोथाइरोइडिजम भन्नेमा आउँछ। तर यदि हामीले अब ऊ युज गर्नु पऱ्यो होइन, सेकेन्ड टर्म युज गर्नु पऱ्यो, जस्तो कि अब हामीले यहाँ भने जस्तो बी माइनस ए, द्याट इज हाइपोथाइरोइडिजम नट प्रेग्नेन्सी होइन। त्यसो गऱ्यो भने चाहिँ के हुन्छ, हाइपोथाइरोइडिजम भएको सबै
सबै आर्टिकलहरू आउँछ, तर प्रेग्नेन्टहरू चाहिँ एक्सक्लुड गरेको हुन्छ क्या त्यसमा है। सो नन प्रेग्नेन्ट इन्डिभिजुअल्सहरूको वाला आउँछ अथवा नन प्रेग्नेन्ट रिसर्चहरू आउँछ। सो त्यो हिसाबले चाहिँ हामीले कसरी सर्च टर्मलाई ब्रोड गर्ने, न्यारो गर्ने भन्ने कुरा हुन्छ होइन। अब अहिले धेरैवटा त्यसमा नि अरू फर्दरहरू होला, तर बेसिकली भन्नुपर्दाखेरि चाहिँ 3टा भयो, एन्ड भयो, अर भयो र नट भयो है। अब एन्डले के गर्छ, न्यारो गर्छ सर्चलाई है। त्यसमा के हुनु पऱ्यो, बोथ टर्म्स हुनु पऱ्यो इन आर्टिकल है। अनि अरले के गर्छ, ब्रोड बनाउँछ है। त्यसमा के हुनु पऱ्यो त भन्दाखेरि त्यसले चाहिँ त्यसमा इदर अफ द टर्म इन आर्टिकल होइन, जस्तो कि प्रेग्नेन्सी भए पनि आयो, हाइपोथाइडिजम भने पनि आयो होइन। अनि नटले चाहिँ सेलेक्सन गर्छ होइन। सेलेक्सन गर्दाखेरि वान बट नट अदर, जस्तो कि प्रेग्नेन्सी भएको तर हाइपोथाइडिजम नभएको, अथवा हाइपोथाइडिजम भएको पेसेन्ट विदाउट प्रेग्नेन्सी। सो त्यो किसिमको सेलेक्सन गर्नमा काम गर्छ। सो द्याट इज अबाउट एन्ड अर नट फङ्सन है। अहिले चाहिँ मैले यो भिडियोमा जस्ट एन्ड अर नट कसरी काम गर्छ भन्ने मात्रै भने। अब नेक्स्ट भिडियोमा चाहिँ म अब पब्मेडमै गएर यही स्पेसिफिक टर्म, यही 2टा टर्म युज गरेर चाहिँ डेमोमा देखाउँछु है। सो थ्याङ्क यू फर वाचिङ द भिडियो है। स्टे ट्युन्ड फर द अपकमिङ भिडियो।